हेलो गुड मर्निङ सम्पूर्ण मेरा मित्रहरूलाई के छ हाल खबर। फेरि पनि स्वागत छ अर्को भिडियोमा। सबैजनालाई एकमुष्ट नमस्कार भन्न चाहन्छु। अनि आज के हुँदैछ कस्तो हुँदैछ तपाईँहरूको लाइफमा, तपाईँहरूलाई कोही गर्दै हुनुहुन्छ। ला पानी पो आएछ त यहाँ है हुन्न। फेरि पनि आइसक्यो तपाईँहरूको बिहानीमा तपाईँहरूलाई भिडियो लिएर। यो के चिन्नुहुन्छ तपाईँहरू? सानो सानोमा होइन, हामी चाहिँ यसको के भन्छ हाँसिरहेको उयसमा हुन्थ्यो अनि चस्मा बनाएर लगाउँथ्यो नि होइन। फेरि पनि बिहानीको नयाँ सुगन्ध फुलहरू फेरि फुल्न सुरु गरिसकेछ है। अहिले घाम पनि माथि नै आइसक्यो। आज भने अलि ढिला भयो साथीहरू, उठ्नै गाह्रो लाग्यो। 6 बजे उठ्छु भने आज अलि ढिला भएछ है। यस्तै छ, मेरो डेली एक्सर्साइज गरेकै भिडियो आउनु छ है। अब घरमा काम गरेको त के देखाउनु, यसो बाहिर हिँड्दाखेरि यसो बनाऊ भिडियो भन्ने लाग्छ होइन। अब त्यही हो, डेली नै एक्सर्साइज गरेको आउने छ। त पारी पनि भागिरहन् है। यो फुललाई म फेरि पनि लिएँ है। बिचमा एउटा मात्र फुल छ, फुलिरहन्छ जति बेला पनि। सो साथीहरू म यहाँ आइसकेँ है। दौड्दै यहाँ आइपुग्यो। अब कहाँसम्म जान्छु थाहा छैन मलाई पनि होइन। आज अलि टाढीसम्म जानुपर्छ कि क्या हो भन्ने सोचिरहेको छु। किनभने अब आज सटरडे हो नि त, अब त्यति छिटो उठ्दैन सर म्याडमहरू पनि। त्यही भएर अलिक परसम्म गयो भने अलिकति राम्रो हुन्छ कि है। जति एक्सर्साइज गरेर आफैलाई हो नि त साथीहरू। यताको दृश्य त होइन यहाँ भन्दा के चाहियो यार। यस्तो छ मसँग यस्तो कि है। बिहान पख उठेर यसो हिँड्दाखेरि रमाइलो लाग्छ है। यो चराचुरुङ्गीको आवाज भयो है, सरर हावा लागेको हुन्छ है। अनि मस्त हिँड्दाखेरि आनन्द, मनदेखि नै आनन्द आउँछ साथीहरू होइन। तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला कि मलाई मात्रै हो? मलाई त्यस्तो लाग्छ है, मेडिटेसन गरे जस्तो लाग्छ कि एउटा है। किनभने चराचुरुङ्गीको आवाजले गर्दाखेरि मस्त लाग्छ है। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर बताउनुहोस्। तपाईँहरू हिँड्नुहुन्छ कि नै? हिँड्नु हुँदैन भने हिँड्ने गर्नुहोस् है। हिँड्नु भएको छैन भने हिँड्ने गर्नुहोस्। धेरै नभए पनि 15 मिनट भए पनि समय निकालेर हिँड्ने गर्नुहोस्। तपाईँलाई धेरै नै राम्रो हुनेछ है। मैले चाहिँ यो एक्सपिरियन्स लिएको भएर चाहिँ तपाईँहरूलाई भनेको छु। केही नभए नि 15 मिनट चाहिँ हिँड्नुहोस्, मस्त एक्सर्साइज गर्नुहोस्, आफ्नो शरीरलाई स्वस्थ राख्नुहोस्, मस्त रहनुहोस् है। आजको दिन केही इफेक्ट नपरे पनि भोलि बिहान समय हुँदै जाँदा, बुढो हुँदै जाँदा गाह्रो हुन्छ। त्यही भन्दै अहिलेलाई चाहिँ यही स्टप गर्छु। फेरि पछि भेटौँला है। अब फेरि भाग्नुपर्ने छ, क्यामेराम्यान कोही छैन। आफै क्यामेराम्यान गर्दाखेरि अलिकति गाह्रो हुँदो रहेछ है। चराहरू खेलिरहेछ है, हामी खेलिरहेछ। सो फेरि पनि आइसकेमा है। यसो एकैछिन खेल्नु पऱ्यो होइन, कस्तो हुन्छ।
सो साथीहरू अब म फर्किन लागेँ है रनिङ गर्दा। यस्तै छ हेर्नुहोस्, यस्तै छ हाम्रो दुबईको गाउँ है, हिल्ला एरिया। तपाईँहरूलाई कस्तो लागेको छ, राम्रो लागेको छ कि अलिकति फरक खालको भिडियोले लिएर कि तपाईँहरूको सामु है के गरौँ है, कमेन्ट गरेर बताइदिनुहोस्। अब सन्डेको दिन त बाहिर निस्क्यो भने हल्का यसो है के गर्छु कस्तो गर्छु त्यो देखाउँछु। अब अरू दिन भने मेरो एभ्रिडे नै अब वकिङको भिडियो आउनेछ यही गाउँघर, तर लोकेसन चेन्ज गर्छु, घरि कता जान्छु घरि कता जान्छु होइन। तपाईँहरूलाई केही नयाँ इन्ट्रेस्ट दिने चाहिँ कोसिस गरिरहेको हुन्छु। सो त्यही भएर के कस्तो लाग्छ है अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। नयाँ साथी आउनुभएको छ भने सब्सक्राइब गरेर जोडिनु होला। यति भन्दै म आजको भिडियो यही नै अन्त्य गर्छु। हस् त नमस्कार। आजको भिडियो छोटो मिठो हुन्छ तर राम्रो छ होला भन्दै जोडिन्छु। हस् त नमस्ते साथीहरू।